यो ठाउँ चाहिँ अब ह्याप्पी ल्यान्ड है। यसलाई चाहिँ हामीले सेल्फी डाँडा भनेर पनि चिन्छौँ। यो चाहिँ झापा जिल्लाको सुरुङ्गामा पर्छ र यहाँ चाहिँ मजाको दृश्यहरू देख्न पाइन्छ। एकदम राम्रो खालको ठाउँ छ भित्र है। यसरी यो पिङहरू खेल्ने ठाउँहरू यहाँ प्राय चाहिँ नानीहरूको लागि चाहिँ एकदम दामी ठाउँ लाग्यो यो चाहिँ है। त्यहाँदेखि यहाँको नेचरहरू, यहाँको फ्लावर, योहरू चाहिँ एकदम मजाको ठाउँ, एकदम पिसफुल ठाउँ छ है। यहाँ यस्तो खालको यो नेचरल कुराहरूलाई बनाएको छ, नेचुरल जस्तो बनाएको छ सबै कुरा। तर यो पानीहरू यो सबै ल्याएर लगाएको पानीहरू, यो ढुङ्गाबाट पुरा पानी खस्दै गरेको, यसो एक हेर्दाखेरि चाहिँ यो पुरा नेचुरल हो जस्तो लाग्छ हामीलाई। एकदम मजाको छ ठाउँ यो पनि जग्गा। यस्तो खालको सिनहरू छ यहाँनिर, एकदम घुम्ने ठाउँ, यो शान्त जग्गामा एकदम रिल्याक्स हुने ठाउँ चाहिँ एउटा ठाउँ राम्रो लाग्यो। फ्लावरहरू चाहिँ प्राय नेपालमा चाहिँ फ्लावरहरूले नै सबै कुराहरू सजाएको हुँदो रहेछ। जहाँ पनि फुल चाहिँ एकदम दामी फुलहरू छ। यो निकै महँगो फुलहरू पनि यहाँनिर देख्न पाइन्छ हामीले है। यो बाटोबाट भित्र पस्नुपर्छ। यो चाहिँ ह्याप्पी ल्यान्ड हो। ह्याप्पी ल्यान्ड हो। कस्तो ठाउँ छ म तपाईँहरूलाई देखाउँदै जाँदैछु। यहाँ चाहिँ यसरी बनाएको छ। पुरानो सामानहरूलाई पनि यहाँनिर पुरा सेल्फीको लागि राखेको छ। यसमा हामी चढेर फोटो खिच्न सकिन्छ है। ट्रेडिसनल हाउसहरू पनि छ। यो ठाउँमा हामी बसेर फोटो क्लिक गर्न सक्छौँ। यहाँ प्राय नामै अब सेल्फी डाँडा भनिसकेपछि सबै यहाँ सेल्फी लगाउने ठाउँ मात्रै हो, हिर्काउने ठाउँ मात्रै हो। यो चाहिँ झिल हो। यहाँनिर पनि हामीले बोटिङ गर्न सक्छौँ। तर अहिले चाहिँ अलिक ढिलो भएको कारणले गर्दाखेरि यहाँनिर स्टप भएछ त्यो। यहाँ चाहिँ नानीहरूले राखेको चाहिँ एकदम इन्जोय गर्ने छ नानीहरूले चाहिँ। धेरैवटा कुरा छ, उनीहरू त्यत्तिकै अलमल्ली बस्छ, एकदम खुसी हुन्छ जस्तो लाग्यो मलाई यो ठाउँमा आयो भने चाहिँ। यो चाहिँ झिलको माथि एउटा ब्रिज बनाएको छ। यहाँ पनि मजाको छ, त्यो ठाउँबाट फोटो खिच्नु मजा आउँछ। निकै ठुलै छ यो पनि। यसरी चराहरूको नक्साहरू, एनिमलहरू, त्यहाँदेखि यो पुरानो प्लेनहरू पनि बनाएको छ अब त्यो देखाउनुको लागि है। त्योभित्र पनि हामीले पसेर फोटो खिच्न सक्छौँ। रोटेपिङ खेल्ने, लिङ्गेपिङ खेल्ने, सबै कुराहरू खेल्ने जति चाहिँ यहाँनिर आउँदा हुन्छ। केटाकेटी लिएर आएको छ भनेदेखि चाहिँ एकदम खेल्न चाहिँ मजा आउँछ। यो ठाउँमा एकदम टाइम बिताउनु चाहिँ यहाँ चाहिँ मजा आउँछ। मात्रै 200 को टिकट काट्नुपर्छ, नेपालको 200। त्यहाँदेखि भित्र कति बेर इन्जोय गर्ने त्यो आफै माथि हुन्छ। जुनै चिज देख्यो त्यसमाथि नै बसेर फोटो खिचु लाग्ने खालको ठाउँ छ। अब यस्तो छ यो चाहिँ उयसको माथि, झिलको माथि बनाएको छ फ्लाइओभर जस्तो। यहाँबाट पनि फोटो दामी निस्किन्छ। बोर्डहरू अहिले यसरी राखेको छ यहाँनिर। यहाँबाट चाहिँ सबै कुरा कभर हुँदो रहेछ। यो ह्याप्पी ल्यान्डको यहाँबाट रोपवे छ घिर्लिङ, त्यो उसको टावरबाट खिचेको यो चाहिँ। यहाँबाट चाहिँ मजाले सबै यो ह्याप्पी ल्यान्ड टोटल्ली यो एरियालाई नै कभर गर्न सक्छ।
यो ठाउँबाट चाहिँ यही हो त्यो जुन हामीले यहाँ देखिरहेको छ यो सबै यति नै हो ठाउँ चाहिँ, तर भित्र पछि निकै टाइम लाग्छ। सबै कुरालाई हामीले सबै कुराको एक्सपिरियन्स लिनको लागि चाहिँ हामीले लगभग पनि 1.5-2 घन्टा चाहिँ लाग्छ। त्यसो खालको ठाउँ छ। यो चाहिँ एकदम प्लेन साइडमा छ तर यो वरिपरि पुरा यहाँनिर अन्डाबालीहरू मजाले रोपेको